मलाई यो एमाले पार्टीको कार्यकर्ताहरू देखेर चाहिँ मलाई हाँसो लागेर आउँछ कि के हो तपाईहरुसँग अर्को कुनै केपी ओली जतिको क्षमता भएको दिमाग भएको मान्छेहरू छैन तपाईको पार्टीमा? अझ पनि केपीलाई बा हैन फेरि लिएर आउँछु फेरि उठ्छौ जाग्छौ। ए भगवान तपाईले के गर्नुस्? अब सक्के केपी बागलाई अब आउन दिदैनन्, गाह्रो छ। अब तपाईले के गर्नुपर्छ भनेपछि हैन अब केपी बागलाई चाहिँ हामी एउटा भन्छ नि कुनै राम्रो कुराहरु चाहिँ म्युजियममा राख्छौं त्यस्तै चाहिँ उहाँलाई चाहिँ विदाई गर्नुपर्छ र नयाँ अनुहारलाई ल्याउनु पर्यो त्यो ठाउँमा। अनि बल्ल हुन्छ तपाईको एमाले पार्टी अगाडि बढ्छ, नत्र केपी बागलाई अगाडि ल्याएर तपाईको केही पनि हुनेवाला छैन। म आफै पनि म एमाले पार्टी को एकजना मेरो गाउँको दाइ हुनुहुन्छ हैन, म उहाँसँग भन्नाले उहाँको चुनावमा मैले अलिकति सहयोग गरेको छु, सँगै हिँडेको पनि छु। त्यो किन भन्दाखेरि उहाँ मेरो गाउँको मान्छे हो र मैले गाउँको मान्छेलाई सपोर्ट गर्नुपर्छ भन्ने हिसाबले हो हैन, त्यस्तो केही हैन। तर म अझ पनि भन्छु उहाँ गाउँको फेरि मेयरको लागि उठ्यो भने म फेरि पनि भोट गर्छु उहाँलाई, किनभने उहाँ मेरो गाउँको मान्छे हो हैन। मलाई उहाँप्रति विश्वास छ। तर यो हैन कि उहाँको क्षमतालाई चाहिँ म अब त्यो अहिले देख्न पाएको छैन। तर मलाई होप छ उहाँले चाहिँ जित्यो भने भोलिको दिनमा गर्नुहुन्छ भन्ने हो। तर मेरो भनाइ कि ठुलो जो अब अध्यक्ष एमाले पार्टीको अध्यक्षको त्यो पदको लागि मैले कुरा गरेको, त्यो पदमा आउनलाई एमाले पार्टीमा त्यस्तो मान्छे कोही छैन जस्तो लाग्यो मलाई। एमा चाहिँ म अलिकति चित्त नबुझेर भनेको हैन। त्यसैले अब पनि तपाईहरु केपी बागलाई नै अगाडि ल्याउँछु भनेर सोच्यो भने त्यो चाहिँ सबैभन्दा नराम्रो हुनेछ। यो एकदमै गलत कुरा हो। अब आउन दिँदैनन् अबको जनताहरु।